हाई गाई, तपाईहरुलाई मेरो किचनमा स्वागत छ। आज मैले बनाना चिप्सको रेसिपी लिएर आएको छु। सजिलै सिम्पल तरिकाबाट हामीले चिप्स बनाएर घरमै पनि खान सक्छौँ। त्यसको लागि मैले 4-5 वटा बनाना लिएर आएको छु। त्यो बनानाको सबै बोक्रा फालेर सबै बोक्रा चक्कुले काटेर फाल्दा पनि हुन्छ। यस्तो छिल्ने छ भने छिल्नेले काट्दा हामीलाई साह्रै सजिलो भएछ। यसरी बोक्रा सबै बनानाको बोक्रा फालेर हामीले एउटा भाँडामा पानी लिएर त्यो सबै भिजाउनुपर्छ, नत्र भए बनाना कालो हुन सक्छ। त्यो बनानालाई राम्रोसँग पखालेपछि हामीले एउटा कोर्यासो लिएर त्यो बनानालाई मजाले कोर्नुपर्छ। यसमा कोर्दाखेरि बनाना चिप्स पातलो पातलो भएर राम्रोसँग चिप्स तयारी हुन्छ। मैले सबै बनाना लिएर कोरिसकेको छु। आफूसँग कोर्यासो छैन भने चक्कुले मसिनो पारेर काट्दा पनि हुन्छ। त्यसपछि मैले एउटा प्यानमा तेल बसालेर त्यो बनानालाई फ्राई गर्न गइरहेको छु। त्यो हामीले आगो भने ग्यास भने सानो नै राख्नुपर्छ। ठुलो पार्दा हाम्रो त्यो माथि मात्रै पाक्छ अनि डढ्न पनि सक्छ। सानो ग्यास पारेर हामीले मजाले बिस्तारो हतार नगरिकन हामीले फ्राई गर्न सक्छौँ। हामीलाई नुनिलो मनपर्छ भने एउटा बटुकामा नुन र पानी भिजाएर यो बनाना फ्राई भइसकेपछि लास्टमा अलिकति 1 चम्ची त्यही तेलमा हामीले त्यो पानी हालिदिनुपर्छ। त्यसो गर्दा हाम्रो बनाना चिप्स नुनिलो भएर साह्रै मिठो हुन्छ। हेर्नुहोस्, यतिको हाम्रो पाकिसकेपछि यो बनाना हेर्नुहोस् कस्तो झुरुम झुरुम भएको छ। हामीले बजारको प्याकेट ल्याएर केटाकेटीलाई खुवाउनुभन्दा यसरी घरमै सिम्पल तरिकाबाट बनाना चिप्स बनाएर केटाकेटीलाई हेल्दी खुवाउन सक्छौँ। घरमा बनाएको चिप्स साह्रै नै मिठो र हेल्दी पनि हुन्छ। ल हेर्नुहोस्, बनाना चिप्स कस्तो राम्रो भएको छ। झुरुम झुरुम भएर रेडी भयो हाम्रो बनाना चिप्स।